म बिर्तामोड नगरपालिकाको तर्फबाट आर्थिक वर्ष 2074-75 सालदेखि अहिले आर्थिक वर्ष 81-82 सालको सम्पूर्ण भौतिक पूर्वाधारको सन्दर्भमा भएका कामहरूको बारेमा संक्षिप्त तथ्याङ्क जानकारी गराउन चाहन्छु। यसमा चाहिँ हामीले विपन्न आवास कार्यक्रम अन्तर्गत 592 जना नागरिकहरूलाई चाहिँ सुरक्षित आवासको प्रबन्ध गरेका छौँ। त्यसैगरी विभिन्न धार्मिक, सामाजिक, सार्वजनिक भवनहरू मर्मत सम्हार, त्यसको जीर्णोद्धारका लागि भनेर 90 वटा भवनहरूको हामीले चाहिँ मर्मत सम्हार खर्च उपलब्ध गराएर कार्य सम्पन्न गरेका छौँ। त्यसैगरी हामीले सहरी स्वास्थ्य चौकी अन्तर्गत 10 वटै स्वास्थ्य चौकी भवनहरू निर्माण गरिसकेका छौँ र सुविधाजनक अपाङ्ग मैत्री हस्पिटल स्वास्थ्य चौकी हामीले निर्माण गरेका छौँ भने एउटा नगर स्तरको हस्पिटल निर्माणको प्रक्रियामा छौँ र त्यसको पनि टेन्डर भइसकेको अवस्था छ। त्यस्तै गरी प्रशासनिक सेवा प्रवाह भवनको हकमा हामीले वडा कार्यालय र नगरपालिकाको कार्यालय सहित जम्मा 6 वटा 4.5 करोडसम्मका भवनहरू हामीले बनाएका छौँ। कोही 1.5 करोडको छ, कोही 50-60 लाखको छ। त्यो ढङ्गको हामीले चाहिँ काम सम्पन्न गरेका छौँ। अर्को सामुदायिक भवनहरू, ज्येष्ठ नागरिक भवनहरू भनेर हामीले चाहिँ 8 वर्षको यो समयावधिमा 182 वटा सामुदायिक भवनहरूमा चाहिँ मर्मत सम्हार निर्माणका कामहरू हामीले सम्पन्न गरेका छौँ। त्यसैगरी कालोपत्रको सन्दर्भमा चाहिँ अघिल्लो आर्थिक वर्षमा हामीले 26.88 किलोमिटर बाटो बनायौँ भने पछिल्लो कार्यकाल सहित जोड्दाखेरि 95.88 मिटर पेवर्स र कालोपत्रे सहित बाटो निर्माण गरेका छौँ। त्यसले गर्दा फेरि पेवर्स तथा ब्लक त्यो बाटोकै रूपमा हामीले अघिल्लो 5 वर्षमा 17 किलोमिटर गऱ्यौँ भने यो गएको 3 वर्षमा फेरि 17.74 मिटर थपेर 34.74 किलोमिटर बाटो चाहिँ हामीले पेवर्स र ब्लक लगाएर निर्माण सम्पन्न गरेका छौँ। र यसमा ग्राभेल चाहिँ 306.52 किलोमिटर बाटो हामीले ग्राभेल मर्मत सडक स्तर उन्नत गरेका छौँ। त्यसैगरी नाला ड्रेन 31.8 किलोमिटर हामीले निर्माण सम्पन्न गरेका छौँ। प्लम निर्माणको हकमा 54.51 किलोमिटर प्लम निर्माण गरेका छौँ। पुल कल्भर्टहरू यो 2 स्पाम र बस कल्भर्टहरू खास गरी 10 वटै वडामा अति विकट अवस्थाका वडाहरू थिए। त्यस्ता वडाहरूमा हामीले लगभग अब केही बाँकी त छन् फेरि पनि 151 वटा बस कल्भर्टहरू निर्माण गरेका छन् भने कल्भर्ट मर्मत मात्रै हामीले 42 वटा गरेका छौँ, जुन ठाउँमा निकै ठुलो खर्चै छ यसमा पनि। त्यसैगरी फलामे पुलमा हामीले 8 वर्षमा 9 वटा फलाम पुल ट्रस्ट पुल निर्माण गरेका छौँ। झोलुङ्गे पुल अघिल्लो कार्यकालमा एउटा र यो पछिल्लो कार्यकालमा 2टा गरी 3टा झोलुङ्गे पुलहरू निर्माण गरेका छौँ। ह्यान्डपाइप कल्भर्ट मात्रै हामीले 1171 वटा चाहिँ हामीले जोड्ने काम गरेका छौँ। अब जस्तो काहीँ चाहिँ 2टा लाग्छ, काहीँ 3टा लाग्छ, काहीँ 4वटा लाग्छ। त यो थानका हिसाबले 1171 थान ह्यान्डपाइप कल्भर्ट हामीले बनाएका छौँ। तटबन्धन मिटरमा चाहिँ हामीले 9431.3 किलोमिटरका हिसाबले 9431 मिटरका हिसाबले यो सम्पन्न गरेका छौँ। विद्युत पोल हाम्रो नगरबाट मात्रै 262 स्थानमा चाहिँ बजेटिङ दिएर काम गरेका छौँ भने वडाको सिलिङ बजेटबाट पनि वडामा त्यो बिजुलीको स्थानान्तरण र विस्तार, तार विस्तार, 4 फेज ट्रान्सफर्मरका चाहिँ पलहरू भएका छन्। त्यसको चाहिँ अतिरिक्त भौतिक पूर्वाधारका सन्दर्भमा गरिएका कामहरू छन्। पालिकाले मात्रै यो गरेको मैले जानकारी गराएँ।
त्यसैगरी पालिकाको तर्फबाट सोलर सडक बत्तीको हकमा हामीले 14वटा, खास गरी यो हात्ती प्रभावित क्षेत्रमा 14वटा सोलर बत्तीहरू हामीले जडान गरिसकेका छौँ। सडक बत्तीको हकमा चाहिँ 996 सडक बत्तीहरू हामीले विभिन्न बिजुलीका पोलहरूमा चाहिँ गरेका छौँ र स्थानीय नागरिकहरूले नै यसको व्यवस्थापन गरेको छ। र यसका अतिरिक्त यो चाहिँ मास लाइट पनि 5 ठाउँमा बिर्तामोड नगरपालिकामा 5 ठाउँमा सोलर यो मास लाइटको व्यवस्थापन भएको छ। त्यो रिपोर्ट चाहिँ यहाँ रहन्छ, मैले अहिले सम्झेर भने। त्यस्तै गरी गोबर ग्यास प्लान्टमा यो बायोग्यास ऊर्जा प्रबन्धन कार्यक्रम अन्तर्गत हामीले चाहिँ जनताको साझेदारीमा 531 घर धुरीमा गोबर ग्यास प्लान्टलाई अगाडि बढायौँ भने गोबर ग्यास बायोग्यास एउटै हो। त्यसो हुँदाखेरि यो सोलर बत्तीमा अघि माथि मैले भनेअनुसारको चाहिँ काम त्यही पैसा हो। 14 स्थानमा हामीले चाहिँ सोलर बत्ती जडान गऱ्यौँ भने गोबर ग्यासको हकमा 531 जनालाई गोबर ग्यास उपलब्ध गरायौँ। त्यसै गरी खेलकुद मैदान चाहिँ हामीले 9वटा खेलकुद मैदानलाई व्यवस्थापन गऱ्यौँ। त्यसको चाहिँ कहीँ चौडाइ नपुगेको हकमा गिटी बालुवाहरू माटोहरू बोकेर चौडाइ गर्ने, लम्बाइ तन्काउने, अनि डाँडो काँडो भएको जमिनहरूलाई चाहिँ लेबलिङ गर्ने, अनि त्यहाँ चाहिँ यो चाहिँ घोडे घाँसहरू रोप्ने, कोदो रोपे जस्तै घाँसहरू रोपेर मैदानलाई चाहिँ एकदमै चिल्लो बनाउने, विद्यालयका भवनहरू पनि चौरीहरू पनि त्यही ढङ्गले निर्माण गर्ने कुरामा 9वटा हाम्रो चाहिँ सार्वजनिक खेल मैदानका भागहरूमा हामीले चाहिँ मर्मत समार गरेको छ। त्यस्तै गरी खानेपानीको हकमा ट्युबवेल हामीले 51 जना नागरिकहरूलाई, गरिबीपन्ना नागरिकहरूलाई वितरण गरेको अवस्था छ। र त्यसमा पाइपलाइन विस्तारको हकमा हामीले 10,340 मिटर पाइपलाइन खानेपानीका लागि विस्तार गरेको छ। जुन खानेपानी पाइप चाहिँ साना सहरी खानेपानी को योजनामा पर्दैन, यो चाहिँ नगरपालिकाकै योजनाबाट 10,340 मिटरको पाइपलाइन हामीले गठन गरेका छौँ। र नहर कुलोको हकमा हामीले 60वटा नहर कुलाहरू जो चाहिँ जमिन थलगत सिँचाइहरू छन् त्यस्ता ठाउँहरूमा हामीले चाहिँ कहीँ टनेलहरू बनाइदिने, ड्रेनहरू बनाइदिने, प्लम्बहरू लगाइदिने, त यो ढङ्गका सिँचाइका कुलोहरूलाई चाहिँ हामीले व्यवस्थित गरेको अवस्था छ। र यसमा हाम्रो चाहिँ अहिले सङ्घ र प्रदेश सरकारको तर्फबाट यो डाटामा चाहिँ कुनै पनि बजेटहरू छैन। यसका अतिरिक्त सङ्घीय बजेट, प्रदेशको बजेट अन्तर्गत कहीँ ड्रेनमा पनि छ, कहीँ नदी तटबन्धनमा छ, तार जाली ढुङ्गामा छ, मेसिनरी वालमा छ, कालोपत्रेमा छ। कालोपत्रेसँगै त्यसको बोथ साइडमा चाहिँ ड्रेनहरू निर्माण गरेको छ। त्यसमा चाहिँ यो के भन्छ रड सहितको चाहिँ ढकन सहितको चाहिँ प्रदेश र सङ्घ सरकारको बजेटबाट प्राप्त भएका योजनाहरू त्यो ढङ्गले सम्पन्न अहिले पनि हुँदैछन्, जसमा 4 लेन बाटाहरू, 2 लेन बाटाहरू, सिंगल लेनका बाटाहरू निर्माणको क्रममा अगाडि बढेका छौँ। र त्यो समेत जोड्दाखेरि हाम्रो सडक सञ्जालको हिसाबले पेभर्समा मात्रै हामीले चाहिँ यो 34.74 किलोमिटर बाटो बनायौँ भने अरू सबै कालोपत्रको तर्फबाट काम गर्दै गर्दा बाँकी 8 वर्षमा गएको यो चालु आर्थिक वर्षमा चाहिँ सम्म आइपुग्दाखेरि हामीले 213 किलोमिटर बाटो बनाएका छौँ, जसमा 4 लेन, सेकेन्ड लेन र सिंगल लेनका बाटाहरू पर्छन्। त्यो चाहिँ सङ्घ र प्रदेश सरकारका छुट्टै योजनाहरू हुन्। योदेखि अतिरिक्त हामीले चाहिँ गाडी चार्जिङ सेन्टर पनि यो वर्ष अहिले निर्माणको क्रममा हामीले राखेका छौँ प्रदेश सरकारको तहबाट। त्योदेखि बाहेक अहिले गोरामुनि बजारमा सोलर बत्ती त्यहाँ चाहिँ 50-60 घरलाई सोलर बत्ती जडान गरेको अवस्था छ भने बिर्तामोड 2 को सोमबारे भन्ने ठाउँमा पनि त्यहाँ 25-30वटा जति सोलर बत्ती जडान हामीले गर्ने, प्रदेश सरकारले गर्ने तयारी गरिरहेको अवस्था छ। यो अवस्था हेर्दाखेरि हामी सडक सञ्जालमा चाहिँ 213 किलोमिटर बाटो हामीले बनाउन सफल भएका छौँ।
र यसका केही अझै बढी होलान्। हामीले यो एउटा डाटा लिँदाखेरि अब 2-3 किलोमिटर अरू 3 किलोमिटर 4 किलोमिटर बाटाहरू अलिक भित्रीसँगले त्यस्ता हामीले सबै यो नोटिफाई गरेका छैनौँ। र त्यसो हुँदाखेरि आज बिर्तामोड चाहिँ यो पेवर्सको हिसाबमा अत्यन्तै दिगो विकासका हिसाबमा ड्युरेबल विकासका हिसाबमा हेर्ने हो भने पेवर्स महत्त्वपूर्ण ढङ्गले लागेको अवस्था छ। र बिर्तामोडको हरेक सहरभित्रका गल्लीहरू चोकहरू आज नागरिक समेतको चाहिँ 60-40को साझेदारीमा उहाँहरूले पनि लगानी गर्नुभएको कारणले अहिले हाम्रो चाहिँ यो 8 वर्षभित्रको गतिविधि सडक सञ्जालको हिसाबले भनौँ, बत्ती पूर्वाधारको सन्दर्भमा भनौँ अथवा अन्य विकास निर्माणको सन्दर्भमा भन्ने हो भने अब हामीसँग भएको डाटाबेसमा अहिले यति नै भन्न सक्ने भयौँ। र यसका अतिरिक्त अन्य विषयवस्तुहरू पनि छन्। यो सङ्घ प्रदेशबाट कति के भयो भन्ने कुराको चाहिँ जानकारी अब फेरि यसको आर्थिक मसान्तसम्ममा हाम्रा केही क्रोनिक योजनाहरू पनि छन्। ती क्रोनिक योजनाहरू सम्पन्न हुँदै गर्दा भदौ असोजसम्ममा सङ्घ प्रदेशसँगका योजनाहरू पनि जोडेर हामीले थप अरू 3-4 किलोमिटर 5 किलोमिटर र अरू थप नाला ड्रेनहरूको विषयमा पनि पछाडिबाट जानकारी गर्न हामी सक्नेछौँ। जस्तो नि अब बनाउनै पर्ने बाँकी सडकहरू हुन्छ नि, मुख्य सडकहरू कुन कुन? अब यसमा त खास गरी पालिकादेखि पालिकासम्म जोड्ने सडकहरू मध्येका मुख्य सडकहरू बिर्तामोड 1बाट अर्जुनधारा जोड्ने, बिर्तामोड 5बाट अर्जुनधारा जोड्ने सडकहरू मुख्य सडकहरू टुङ्गिएका छन्। बिर्तामोड 2बाट कन्काई जोड्ने सडकहरू मध्येका 2टा सडकहरूले महत्त्वपूर्ण सडकहरूले जोडिएको छ। एउटा गोकुल जोशी मार्गले जोडेको छ भने अर्को हाम्रो 2 नम्बर क्षेत्रको प्रदेश यो स्तरीय 2 नम्बर क्षेत्र स्तरीय रिङ रोडको बजेटले घागरा खोला कन्काईको 9 नम्बर वार्डसम्म जोड्ने गरेको त्यो काम केही मात्रै मिटर बाँकी छ, त्यो पनि सम्पन्न भएको छ। त्यहाँ पनि प्रदेश सरकारको तर्फबाट अहिले यो चाहिँ ट्रस्ट पुल फलामको ट्रस्ट पुलको चाहिँ स्पामहरू अहिले त्यहाँ चाहिँ खनन गर्ने काम भइरहेको छ। त्यसै गरी यो देउनिया खोलाबाट केरकेरुबारी हुँदै हल्दीबारी जोड्ने सडक रिङ रोडमा परेको छ। त्यसका अतिरिक्त हर्चनाबाट दक्षिण हल्दीबारी जोड्ने सडक केही बाँकी छ। 2टा सडकहरू छन् वडा नम्बर 8मा। वडा नम्बर 9मा मुख्य 2टा सडक थिए। ती 2टा सडक मध्ये चाहिँ चन्द्रमार्ग हल्दीबारीमा जोडिसकेको अवस्था छ यसै आर्थिक वर्षसम्म र नेत्रमार्गको चाहिँ आगामी आर्थिक वर्षमा गर्ने गरी 900 मिटर कालोपत्रे बाँकी छ र त्यसलाई पनि आगामी वर्षमा जोड्ने गरीको काम बाँकी छ। त्यसै गरी अहिले बिर्तामोड 10को सैनिक मोड गोलदार सडकको काम मुख्य सडक सञ्जालको हिसाबले लम्बाइका हिसाबले यो वर्ष उक्त सडक पनि निर्माण सम्पन्न हुने तयारीमा छ भने द्रोणा मार्ग हुँदै पत्थरबिटा जोडेर दक्षिण बारदसी कटाडाँगीसम्मको चाहिँ अर्को त्यतिकै महत्त्वपूर्ण सडक सञ्जाल चाहिँ अर्को वर्ष सहपुर र कोसबाट चाहिँ सम्पन्न हुने तयारीमा छ। अरू भित्री मुख्य बाटाहरू ठुला बाटाहरू अहिले पनि छन् 40 फिटभन्दा माथिका बाटाहरू। त्यस्तो बाटाहरूको हकमा हामीले 10 नम्बर वडामै हामीले केही थप्न सक्छौँ। 2 नम्बर वडामा ठुलो सञ्जालका बाटाहरू ठुलो चौडाइका बाटाहरू सबै नै सिद्धिसकेको छ। तर एउटै बाटो चाहिँ यो सैनिक मोड कुमालबाडी सडक भनेर चाहिँ रहेको बाटो पनि कुमालबाडी सडक हुँदै चैतीबारीसम्म जाने सडक रहेको छ, जुन बाटो चाहिँ आगामी वर्षमा 3 करोड पैसा परेको छ भने चैतीबारीबाट उता पूर्वतर्फ अरू 1 करोड पैसा आएर त्यो बाटो पनि हामीले सम्पन्न त हुँदैन तर केही मिटर बाँकी रहन्छ। अर्को लालमाटी कोमलबाडी सडकको केही खण्ड बाँकी छ, अर्को वर्ष त्यसलाई हामीले सम्पन्न गर्छौँ। र खास गरी 8 नम्बर वडाका चाहिँ 2वटा ठुला बाटाहरू, 9 नम्बर वडाको एउटा अझै रहेको ठुलो बाटो र 10 नम्बर वडाका अरू मुख्य 2टा बाटाहरू हामीले निर्माण सम्पन्न गर्ने हो भने पालिकादेखि पालिकासम्म जोड्ने ठुला सञ्जालका र लामो दूरीका बाटाहरू हामीले सम्पन्न गर्छौँ। र एउटा बाटो चाहिँ हाम्रो पालिकादेखि पालिका भन्दा पनि
एउटै वडाको महत्त्वपूर्ण बाटो जो चाहिँ गरामुनी बजारबाट पूर्वतर्फ पहिला हामी यो गोलदाब शिविर भुटानी शिविर भन्थ्यौँ, त्यो सडक चाहिँ निर्माण गर्नुपर्ने अवस्था छ। र अर्को बुट्टाबारी प्याकुरेल चोकको बाटो भदौ असोजसम्ममा त्यो चाहिँ निर्माण सम्पन्न हुने अवस्थामा छ। यसले गर्दाखेरि वीरता मोडमा करिब 500 मिटर ग्राभेल बाटो नागरिकहरूले हिँडेर दुःख गर्दै गर्दा कुनै पनि ठाउँबाट नागरिकहरूले ब्ल्याक टपमा कालोपत्रे टेक्न पाउँछ। र यसका लागि अझै 2 वर्षको समय छ। त्यो 2 वर्षको समय हामीले खर्च गर्न सक्यौँ भने 500 मिटरभन्दा टाढा हिँड्नु पर्दैन। र सहर बजारभित्र त 300 मिटरमै पेवर्सबाट पेवर्स, कालोपत्रेबाट पेवर्स, पेवर्सबाट कालोपत्रको चाहिँ अवस्थामा नागरिकहरूले हिँड्नुपर्ने अवस्था छ। यद्यपि अब धुलो त फेरि त्यही 300 मिटर, 200 मिटर, 500 मिटरमा पनि धुलो त उड्छ। तर मुख्य बाटाहरू चाहिँ हामीले कालोपत्र सम्पन्न गर्ने तयारीमा छौँ र त्यसका लागि आवश्यक बजेट प्रदेश सरकार, सङ्घीय सरकार अन्तर्गतका बजेटहरूमा हामीले चाहिँ योजना ब्याङ्कमा माग पनि गरेका छौँ। र हाम्रो आन्तरिक तवरबाट गर्ने साना साना भित्री 200 मिटर, 300 मिटर कालोपत्रे जनताको साझेदारीमा गर्ने, पेवर्सहरू गर्ने कामका आन्तरिक कुराहरू, पुल मर्मतका कुराहरू, विद्यालय व्यवस्थित गर्ने खालका कुराहरू, अन्य शिक्षा, हस्पिटल, स्वास्थ्य, यो चाहिँ गरिबीका लागि लघु उद्यम कार्यक्रमहरू, महिला बालबालिकाका कार्यक्रमहरू, ज्येष्ठ नागरिकका कार्यक्रमहरू, अपाङ्गताको चाहिँ यो करुणा फाउन्डेसनसँग जोडिएर अबको 3 वर्षसम्म गरिने जति पनि कार्यक्रमहरू छन्, यी सबै कार्यक्रमहरू नगरपालिकाको आन्तरिक बजेटबाट, जस्तै स्काउटका कार्यक्रमहरू, हामीले अवेरनेसका विभिन्न खालका कार्यक्रमहरू, खानेपानीका पाइप विस्तारका कार्यक्रमहरू, अनि सिसी क्यामेरा, सडक बत्ती, मास लाइटका सडक बत्तीहरू जडान गर्ने जस्ता अतिरिक्त जति पनि हामीले नियमित रूपमा काम गर्दै आएका कार्यक्रमहरू चाहिँ फेरि पनि पर्छन्। यसमा खानेपानीका पाइप विस्तारका कुराहरू पनि पर्छन्। अहिले पनि हामीले 8-9 वडामा खानेपानी पाइप विस्तार गरिरहेको अवस्था छ। त यी खालका सबै कार्यक्रमहरू नगरपालिकाको तहबाट हामीले गर्नेछौँ भने 2 नम्बर वडामा खानेपानी विस्तारका लागि भनेर प्रदेश सरकारको 10 करोड माथिको योजना त्यहाँ चाहिँ सर्वे भएर गइसकेको अवस्था छ। र हेड ट्याङ्की राखेरै त्यहीँबाट खानेपानी व्यवस्थापन गर्ने, विशुद्ध खानेपानीको वितरण गर्ने, पाइपलाइन विस्तार गर्ने भन्ने छ। र यसमा अलिकति हामीले आगामी वर्षमा गरिने कामहरूमा अहिले पनि वीरताम्बोड 10मा विद्युतका पोलहरू छैनन्, 9का दक्षिण भागमा विद्युतका पोलहरू पुगेका छैनन्, 2 नम्बर वडामा पनि अहिले पनि विद्युतका पोलहरू पुगेको अवस्था छैन। लामो लामो कालो तारहरूबाट बिजुलीका वायरिङ तारहरू र केही ठाउँमा बत्तीहरू बालिरहेको अवस्थाहरू छ। त्यो सबै हामीले देखेका छ। र हात्ती नियन्त्रणको हकमा हामीले चाहिँ प्रकृति विपद व्यवस्थापनको तर्फबाट हामीले चाहिँ सोलर फेन्सिङ तारको चाहिँ काम अगाडि बढाएका छौँ। र आगामी वर्षमा त्यसलाई चाहिँ 8 नम्बर हुँदै 7 नम्बर 8 नम्बर हुँदै त्यसलाई दक्षिणको भागमा हल्दीबारीको सिमानासम्म पुर्याउने हामीले लक्ष्य उद्देश्य राखेका छौँ। जसले गर्दाखेरि आज वीरताम्बोड नगरपालिकामा कामै भएको छैन भन्ने खालका यी खालका भाष्यहरू जुन बोलिन्छन् सामाजिक सञ्जालहरूमा, यसमा कुनै सत्यता छैन हो। हामीलाई पनि थाहा छ हाम्रो बजेटको सीमितताभित्र रहेर, बजेटको सीमाभित्र रहेर, परिधिभित्र रहेर गर्नुपर्ने कामहरू चाहिँ